साथीहरु नमस्कार। तपाईलाई मेरो भिडियो कस्तो लाग्छ? यदि मन पर्छ भने लाइक, कमेन्ट अनि शेयर गर्नु होला र मेरो च्यानलमा जोडिन चाहनुहुन्छ भने ग्यावाली अफिसियल युट्युब च्यानलमा सर्च गरेर यो आइडीमा जोडिदिनु होला भनेर अनुरोध गर्न चाहन्छु। पछिल्लो समयमा यति बेला जेनजी विद्रोहलाई लिएर धेरै टीका टिप्पणीहरू हुने गर्छन्। जेनजी विद्रोहहरू एउटा समूह अहिले फेरि पनि आन्दोलनमा आइसकेको छ। आन्दोलनमा आएर कुनै पनि फाइदा हुनेवाला छैन। हुन लागेको चुनावलाई शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न हुन दिनुपर्छ। 84 मा हुन लागेको चुनावलाई 82 मा सार्नको लागि पक्कै पनि जेनजी विद्रोह थिएन। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्धमा उठेको आवाज देशैभरिबाट उठ्यो। जेनजी विद्रोह सामाजिक सञ्जाल बन्दको विरुद्धमा एकैचोटी देशैभरिबाट उठेको आवाजले आन्दोलनले उग्र रूप लियो। आन्दोलनमा घुसपैठ भयो र गोली चल्यो, ढुङ्गामुढा चल्यो। सोही आन्दोलनको क्रममा 23 र 24 गतेको आन्दोलनले के परिवर्तन ल्यायो त? 2084 मा हुने चुनावलाई 2082 मा सार्नको लागि के जेनजी विद्रोह, जेनजी आन्दोलन भएको हो? सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन भन्ने नारा लिएर जेनजी विद्रोह सुरु भयो। बालेन शाहको 23 गतेको आन्दोलनमा धेरै आन्दोलनकारीहरू मरिसकेपछि, घाइते भइसकेपछि, सरकारले गोली चलाइसकेपछि बालेन शाहको मदिरा खाएर नयाँ नागरिक सरकार गठन गर्नुपर्ने जेनजीहरूको आवाज उठ्यो। सोही आवाजलाई लिएर एउटा समूह शीतल निवासतर्फ राष्ट्रपति कार्यालयमा पुग्यो। एउटा समूह नागरिक सरकार गठन, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, तत्कालीन संसद विघटन, यो आवाज लिएर राष्ट्रपति कार्यालयमा पुग्यो। बालेन समर्थक समूह, केही समूह जेनजीको एउटा समूह उता लाग्यो। अर्को समूह 23 गतेदेखि रवि लामिछानेको पक्षमा, रवि लामिछानेलाई कारागारबाट बाहिर निकाल्नुपर्छ भनेर रवि लामिछानेको पक्षमा एउटा समूह लाग्यो। अर्को समूह त्यो आन्दोलनमा घुसपैठ गरेर सिंहदरबार जलाइए, न्यायालय जलाइए, सर्वोच्च अदालत जलाइए र ब्याङ्कहरू जलाइए, लुटपाट गरियो र यो सरकारलाई खारेज गरेर तत्कालीन सरकारलाई हटाएर राजालाई ल्याउनु पर्छ, राजाको पक्षमा अर्को समूह लाग्यो। जेनजी युवाको यो जो मुख्य जेनजीहरू हो, त्यो युवा समूह चाहिँ चुपचाप बस्यो। अहिले सडकमा 84 को चुनावलाई 82 मा ल्याउनको लागि मात्रै जेनजी विद्रोह भयो। सुशीला कार्कीको सरकार गठन गरिएको हो? पक्कै पनि होइन। तपाईहरुलाई चाहिँ के लाग्छ? जेनजी युवाको आन्दोलनले चाहिँ कति परिवर्तन ल्यायो, के आवाज ल्यायो? 3 महिना पुरा हुन लागिसक्यो आन्दोलन, यो नयाँ सरकार गठन भएको। चुनावलाई गराउनुपर्छ, तत्कालीन चुनाव गराउनुपर्छ भन्ने बाहेक अर्को आवाज तपाईको के लाग्यो, के उपलब्धि भएको देखिएको छ? तपाईलाई के लाग्छ? जस्ताको जस्तै कमेन्ट गर्नु होला। ग्यावाली अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। ग्यावाली अफिसियल युट्युब च्यानललाई साथ र सपोर्ट गरिदिनु होला। धन्यवाद।